गाइस काकी र म चाहिँ आज धान रोप्न जाँदैछु 2082 सालको पहिलोचोटि आज खेतमा छिर्दैछु धान रोप्नलाई हाम्रो बाजे बुवासे गर्दै हुनुहुन्छ हजुर पानी आयो भने झन् राम्रो नि अनि पानीमा रोप्नुपर्छ नि बाजे आज दिनभर यो खेतमा बसेर धान रोप्नुपर्ने छ हामी चाहिँ भर्खर घरदेखि आएर अब धान रोप्न स्टार्ट गर्ने भनेर जाँदैछौँ आली त यो पुगेको रहेनछ फेरि बुवासीको काम यसरी हलो जोतेर धान रोप्नुको मजै बेग्लै हुन्छ है साथीहरू हामीले चाहिँ पानी पर्छ होला भनेर प्लास्टिक चाहिँ साथसाथमै बोकेर हिँड्दैछौँ तपाईँ पनि आज त अनि कस्तो छ रे काका एकचोटि भन्नु त फेरि कस्तो छ रे गाउँलेहरूको पारा यस्तै छ हलो जोत्दै मात्र ग्रेभी हो नि त ग्रेभी अनि असारमा हलो नजोतेर कहिले हलो जोत्नु त हैन काका हिँड हिँड ए बिस्तारै काका लड्नुहुन्छ नि अनि बुवासे गर्न कस्तो हुँदो रहेछ भाइ रमाइलो छ नि एकदम रमाइलो छ आदङ्गे यति बाजे ल ल लुलु लड्छौ है ओइ अब लुलु रहेछ त हैन ल बाजे एकेंगा फ्योरी ने केठंग एक्सपन एचिरे रोप्ने ग्रुप चाहिँ हामी यहाँ छौँ है आज यो त छैन मेरो फोन हिलोमा झऱ्यो भने त बर्बाद हुनेवाला छ कम्मरमा प्लास्टिक बान्नु खोजेको झरेको झर्कै तर काँधैमा राखेर लानु पर्यो एकछिन त धान रोप्नलाई चाहिँ रेडी पनि भइसकेको छ यहाँनिर दादे लगाइसकिवरी बिउ पनि फालेर अब हामीले चाहिँ सुरु गर्नुपर्ने छ आज दिनभर यसरी नै धान रोपेर बिताउनु पर्ने छ साथीहरू अन्तिमसम्म हेरिदिनु होला है हामीले धान कसरी रोप्छौँ भनेर म तपाईँहरूलाई भिडियोमा देखाउने छु अनि यति दिन मात्रै हामी धान रोप्ने निकै कुजायक पाइकिलो कता त्यहाँदेखि झर्न सकिन्छ त्यहाँदेखि झर्न सकिन्छ है पुछारे बाजेले थाल्नु भएको अरे खोइ कुन ठाउँको नियम रहेछ छोरा मान्छेले थाल्नुपर्ने यसको विशेषता चाहिँ अर्कै होला नि त छोरा मान्छेले थाल्यो भने चाहिँ दिनभरि डडालो दुख्दैन भन्ने मान्यता चाहिँ रहेछ अब आज विचार कसको डडालो दुख्दो रहेछ डडालो दुख्ने बित्तिकै बाजेलाई गएर उयो गर्नुपर्छ है व्यवस्था यत्रो धेरै रोप्नुपर्ने रहेछ आज रोपार कम छौँ जस्तो छ रात पर्ने जस्तो छ साथीहरू हो धान रोप्न स्टार्टिङ भइसकेको छ बिउ मिलाउँदैछौँ हामीले बुनीले बिउ मिलाउँदैछौँ म पनि बाउनी भएको नि त एकछिनको लागि बाउनी भइदिएको है डिम्बुनी भयो भने माथिल्लो घरमा हाम्रो काकीहरू हुनुहुन्छ जोडी जोडी भएर रोप्नुपर्ने हुन्छ नि त हाम्रोतिर चाहिँ एक्लै रोप्यो भने त दिनभरि गएर निकाल्नु गाह्रो हुन्छ यहाँ तल चाहिँ बहिनी र म रोप्ने भनेर आइसकेका छौँ थाली पनि सक्यो रोजिकाले चाहिँ अब ठुलो गाउँ ठुलो कावा र पातुलो हुन्छ मैले पनि रोप्न थाले साथी हो बाँकी कुरा म तपाईँहरूलाई बाँकी भिडियोमा देखाउनेछु चिया पान कार्यक्रम चलिरहेछ हाम्रो बोजूले चाहिँ चाड खाँदै हुनुहुन्छ अहिले आज धान रोप्ने धनी हुनुहुन्छ यता पर हाम्रो चन्द्री बोजू
मौसमले त एकदम साध्दैकै हो नि। धान रोप्नेहरूले चिया दिँदै हुनुहुन्छ, अब चिया खानुपर्ने भयो। बोजू उठेर त हाम्रो बोजूले चाहिँ जाड खाँदै हुनुहुन्छ। छ्याङ लिम्बू भाषाबाट थी खाँदै हुनुहुन्छ बोजूले। पुजानु है बोजू, साग पुजानु। अब यो खाएर धान रोप्दाखेरि कम्ता मजा आउँछ नि। पानीमा पसेको फिलै नहुने रहेछ, तर हामी चाहिँ खाँदैन। पानी चाहिँ रोप्ने बेला नहुँदा पनि त्यही त हाम्रो लागि चाहिँ रमको व्यवस्था छ। सिक्किमले रम खानुपर्ने, दुईजना चाहिँ पुरा बोजूले कि खाँदै हुनुहुन्छ। थुक्न बोजू त्यो हिकिल चाहिँ हाले पनि सजिलो भइङ। हामीले चाहिँ यहाँदेखि मुनि चाहिँ रोपिसक्यौँ। अब यहाँदेखि माथि सिद्ध्याएर मात्रै घर जानुपर्ने, टाइम लाग्ने जस्तो छ। अन्त तर ठुलो उयो रहेछ हौ, यिनीहरू निकाल्नै गाह्रो हुने खालको। अलिक पातलै रोप्नु। खेतको आलिया बसेर चियाको बेग्लै रमाइलो हुन्छ थियो। बस्ने ठाउँै नभएर हामी चाहिँ आलिमा खाइहाल्दा नि, म चाहिँ आलिमा बसिरहेको छु। तातो तातो चिया खाँदै। खेतमा त बस्ने ठाउँ छैन, आलीमा उभिए भित्तामा उभिराख्नु भएको छ हाम्रो बोजू र फुपू। चारैदिस छरेर धान रोपिरहेको छौँ है। घाम लागेर टन्टला पुर भएको अवस्था थियो अगाडि चाहिँ। अहिले पानी चाहिँ परिरहेको छ हल्का, एकदम शीतल भएको महसुस भएको छ यहाँमा। त्यही र त जतै मरद छ चाहिँ भयो नि। मुस्लिम धर्ममा लागिसके, चेलीहरूलाई सुल्टिनी भन्नु थाले। ल ठिक छ काका हजुर। हजुर दिनभरि धान रोपाइ चलिरहेको छ है साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ हाम्रो काकाले दाँते लाउँदै हुनुहुन्छ। ठुलै पानी पर्दै चाहिँ प्लास्टिकको काम आउँथ्यो, तर सिम परिरहेको छ। काका गोरुहरूको नाम थेमामु फेरि पाते त अम्बुङे। थलामा भनेर चाहिँ हाम्रो बाजे नाचेकै हुनुहुन्छ है। खतरा दिँदै हुनुहुन्छ फ्याउरी। रमाइलो छ धान रोपाइ। बोजूले चाहिँ मक्ख परेर हेर्दै हुनुहुन्छ, रिसाए जस्तो छ हाम्रो बोजू। अर्को चुरामै बाजे। आजको धान रोपाइ चाहिँ लगभग अब सिद्धिन आँटेको छ है। यहाँदेखि माथि देखिने ठाउँ मात्रै बाँकी रहेको छ। के अरे है लालु सर अरे, नाम पनि के हो गोरुहरूको नाम लालु र पनि भन्नुहुन्छ, इङ्ग्लिस पनि बुझ्ने पनि हाल्नुभएको रहेछ काकाले गोरुहरू। यसरी नै आजको दिन चाहिँ बित्न आँटिरहेको छ है दिनभरको मेल हो। जुरुरु पानी परेर प्लास्टिक ओढेर धान रोप्नु पर्ने ठाउँमा अफ गर्दै रोप्नुपर्ने। मक्ख पर्नुभयो होला नि हाम्रो बोजू। 8जना 5-6जनाले चाहिँ रोपेको यहाँ तल देखि रोप्दै लिएको। यहाँ पर कस्तो ठुल्ठुलो घरहरू कम्प्लिट हुँदै आइरहेको छ साथीहरू। यहाँ हाम्रो बाजे चाहिँ बिउ फाल्दै हुनुहुन्छ, होइन बाजे? बिउ फाल्दै हुनुहुन्छ नि होइन तपाईँ? हजुर यस्तोमा पो खिच्नुपर्छ त बाजे। अर्ग्यानिक फोटो हो नि त यो त बाजे। यसरी अनि खेतमा धान रोपेको त यस्तै हुन्छ नि बाजे। सक्नुहुन्छ साथीहरू, आज हामीले चाहिँ कति धान रोप्यौँ भनेर म तपाईँहरूलाई देखाउँदैछु। तल्ल गाडीदेखि रोप्दै यहाँसम्म पुऱ्यायौँ। अब चाहिँ लगभग सिद्ध्याउनु आँटेका छौँ। मात्र एक घरा बाँकी रहेको छ। यो घरमा अब हामी यहाँ धान रोपेर चाहिँ घर जानुपर्ने हुन्छ।
यो सालको धान रोपे फर्स्ट पनि लास्ट पनि यही होला ए प्लेनै गरेन चाहिँ यसले रोप्दै आएको कस्तो रोपेछु भनेर चाहिँ म तपाईँहरूलाई देखाउँदैछु मैले धान रोपेको हेरेर चाहिँ कमेन्ट गर्न नभुल्नु होला है पातल चाहिँ भयो तर यहाँ पातलै रोप्नु पर्ने हो भनिदिनु घरमा चाहिँ पातलै घरबारीहरूको नै त्यही छ पातला रोप्नु पर्ने नि त्यही भएर एकदम पातला धान रोप्दैछु मैले चाहिँ सिरान घर फेरि यो मलिलो घर भएकोले गर्दा भिडियो बनाउने चाहिँ हाम्रो बहिनी देउरानी बहिनी रोजिका काँडा काँडा कस्तो राम्रो देखेको आज चाहिँ दिनभर हामी दुईजना लागेको थियौँ र फाइनल हुँदैछ हाम्रो चाहिँ यो घर मात्रै बाँकी रहेको छ बहिनीले पनि रोप्दै हुनुहुन्छ हामीले चाहिँ कस्तो रोप्यौँ भनेर चाहिँ हेरेर कमेन्ट गरिदिनु होला है साथीहरू हल्कामा चाहिँ यस्तोमा रोप्न चाहिँ सजिलो तर त्यस्तो राम्रो हात चाहिँ देखिँदैन पानी अलिक लाउँदा चाहिँ राम्रो देखिन्छ यहाँ तल हाम्रो काकी एक्लै हुनुहुन्छ मरत गरी धान रोप्दै हुनुहुन्छ आजको रोपेको सबभन्दा सानो रोफारहरू म तपाईँहरूलाई देखाउँदैछु है आएर जेनी यता फर्क त आउँछ धान रोप्न आरो तिमीलाई त अनि दर्शक हुनुहुन्छ हाम्रो काका ससुरा अब मान्छे सानै भए पनि साइनोले त काका ससुरै पर्नुभयो नानी हेर्नु आउनु भएको दिदीहरूले धान रोपेको बोजू नाति फाइनली धान पनि रोपेर सिध्याम साथीहरू आज दिनभरको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नभुल्नु होला साथीहरू कस्तो भइरहेछ आरोही धान रोपेको मजा अनि बिचमा चाहिँ रोप्न आउँछ कि आउँदैन आउँछ जेनीलाई कि आरोहीलाई यसरी नै आजको दिनभर रमाइलोको साथ बित्यो धान रोपेर अब बुवासे गर्नेहरू जोत्नेहरू चाहिँ अगाडि नै सिध्याएर घर गइसक्नु भएको छ हामी चाहिँ थोरै बाँकी रहेको छ सिध्याएर घर जानुपर्ने छ तपाईँलाई भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नु होला र सब्सक्राइब गर्न पनि नभुल्नु होला साथीहरू भन्दै आजलाई चाहिँ यति नै खोइ बाई भनेर दुईजना सानो मान्छेहरू खै हात उठाएर दियो बगा त बाई भनिरहेको छ है सानोहरूले भने